नमस्कार आदरणीय दर्शकबिन्दहरू, तपाईहरुलाई हाम्रो युट्युब च्यानलमा हार्दिक स्वागत छ। साथीहरु नयाँ हुनुहुन्छ भने च्यानललाई एक लाइक र सब्स्क्राइब गरेर च्यानलमा जोडिनु होला। र सुरु गरौँ साथीहरु आजको भिडियोतर्फ। गण्डकी प्रदेशले अन्ततः 9 एनबिए कपमा सहभागी नजनाउने भएको छ। नेपाल भलिबल संघले नेपालको राष्ट्रिय टोलीमा गण्डकी प्रदेशका खेलाडीहरूलाई समावेश नगरेको भन्दै गण्डकी प्रदेश भलिबल संघ र नेपाल भलिबल संघ बीच विवाद उत्पन्न भएको थियो। गण्डकी प्रदेशका खेलाडीहरूलाई टिममा समावेश गराएको थिएन। यसकारण पुरै गण्डकी खेलाडीहरू र समर्थकहरू आक्रोशमा रहेका थिए। नेपाल भलिबल संघले 9 एनबिए कपमा सहभागी जनाउनको लागि गण्डकी प्रदेश भलिबल संघले पत्र पठाए पनि गण्डकी प्रदेशको बैठकमा भने नेपाल भलिबल संघले पनि कुनै पनि राष्ट्रिय प्रतियोगिताहरू नखेल्ने निर्णय गरेको छ। गण्डकी प्रदेशले भन्ने बित्तिकै भलिबलको सबैभन्दा धेरै समर्थकहरू र साथ सपोर्ट पाउने नेपालको एकमात्र टोली रहेको छ। गण्डकी प्रदेश बिना नेपालको राष्ट्रिय खेल एनबिए कप खासै उत्साहजनक हुँदैन साथीहरू। गण्डकी प्रदेशका खेलाडीहरूले उत्कृष्ट खेल बावजुद पनि कुनै पनि राष्ट्रिय प्रतियोगिताहरूमा नेपाल भलिबल संघले समावेश गराएको छैन। यसमा नेपाल भलिबल संघ पदाधिकारीहरूको ध्यान आकर्षण हुन जरुरत रहेको छ। त्यस्तै गरेर 9 एनबिए कपमा खेल्ने टिमहरू पुरुषतर्फ 12 टोली रहेको छ भने महिलातर्फ 6 टिम रहेको छ, जस अन्तर्गत पुरुष टोलीमा रहेका टिमहरू यस प्रकार रहेका छन्: त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ, रुकुम पश्चिम भलिबल केन्द्र, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, मणिमुकुन्द भलिबल क्लब, हेल्प नेपाल स्पोर्ट्स, कोशी प्रदेश बुढा नीलकण्ठ भलिबल क्लब, ढोरपाटन भलिबल केन्द्र, खिल्जी युवा क्लब, कीर्तिपुर भलिबल प्रशिक्षण केन्द्र रहेका छन्। त्यसै गरेर महिलातर्फ नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल सशस्त्र प्रहरी बल एपिएफ, न्यू डायमन्ड स्पोर्ट्स क्लब, एभरेस्ट भलिबल र कर्णाली रहेका छन्। र 9 एनबिए प्रतियोगितामा प्रथम पुरस्कार 5 लाखको रहेको छ भने प्रतियोगितामा विदेशी खेलाडीहरूको समावेश रहेको छन्। त्यस्तै गरेर रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले 3 पाकिस्तानी खेलाडीहरू समावेश गरिसकेको छ भने हेल्प नेपाल स्पोर्ट्स क्लबमा पनि पाकिस्तानी खेलाडीहरूको उपस्थिति रहनेछ। के लाग्छ साथीहरू तपाईहरुलाई गण्डकी प्रदेश बिना एनबिए कप के कस्तो रहला? तपाईहरुको आफ्नो जिज्ञासा कमेन्ट बक्समा राख्नु होला। धन्यवाद।